उदाउँदो सूर्य सकारात्मक सोच स्वस्थ जीवन जिउने हामी सबैजनाको खोज। नमस्ते, गुड मर्निङ डिएक्सन। म सृष्टि राई हजुरको माझमा फेरि पनि एउटा भिडियो लिएर उपस्थित भएको छु है। हाम्रो डिएक्सन कम्पनीले उत्पादन गरेको फुड सप्लिमेन्टहरू हाम्रो चाहिँ अप्रिल महिनाको आज 3 तारिक शुक्रबार मस्कटबाट चाहिँ सलल्लामा आइपुगेको छ है त। अनि मार्च महिनामा यानि कि यहाँ मुस्लिमहरूको महान चाड रमदान अनि ईदको बेला चाहिँ अफर थियो होइन। अनि अफर थियो अनि अफर चाहिँ अब रमदानको दिनसम्म मात्रै थियो। रमदान सुरु भएदेखि ठ्याक्कै 1 महिना थियो अनि रमदान सकेपछि पनि लास्ट महिना 31 तारिकसम्म नै अफर थियो। अनि त्यो अफरमा थपेको अफरमा पनि यहाँ हाम्रो अनिता मुक्तान म्याडमले यो लिनुभएको छ र बधाई छ है। अनिता मुक्तान म्याडम 6वटा मरेन्जी लिनुभएको छ सानोबाट। अनि त्यसपछि स्पार्लिना लिनुभएको छ, स्पार्लिना पनि 6वटा लिनुभएको छ होइन। अस्ति उहाँले अस्ति पनि लिनुभएको थियो र यसपालि पनि लिनुभयो। अस्ति चाहिँ सानो प्रोडक्टहरू थियो भने अहिले ठुलो प्रोडक्टहरू अनि हाम्रो चाहिँ आइपुगेको छ है। हामी बसेको ठाउँमा चाहिँ प्रोडक्टहरू छैन अनि हामीले चाहिँ खालि महिनामा एकचोटि होइन उतैबाट ल्याउँछौँ, टाढो छ के गर्नु है। अनि यो कफी नभए हुँदैन होइन। दाँत माझ्नको लागि टुथपेस्ट भयो अनि यो मसरुम पाउडर होइन, एकदमै स्वास्थ्यको लागि सबैभन्दा नम्बर 1 यो मसरुम पाउडर भयो। अनि हामीलाई दैनिक चाहिने अब यो टुथपेस्ट भइहाल्यो। अनि यो कफीहरू होइन, कफी स्वाद अनुसार हामीलाई कालो कफी मनपर्छ कि अथवा मिल्क कफी मनपर्छ। मलाई चाहिँ धेरै मिल्क कफी मनपर्छ अनि मिल्क कफी खान्छु। अनि त्यसपछि कालो कफी है। ल आइपुगेको छ प्रोडक्टहरू यसरी कार्टुनमा प्याक गरेर पठाउनुहुन्छ अफिसले मस्कटबाट। अनि यहाँ अनि त्यसपछि यसरी हामी ल्याउने हो, खाने हो, के गर्नु यस्तै छ। स्वास्थ्यको लागि एकदम राम्रो स्वास्थ्यवर्धक खानाहरू, हेल्दी फुड सप्लिमेन्टहरू होइन, संसारकै जडीबुटीको राजा भनेर हामीले चाहिँ चिन्ने गर्दछौँ डिएक्सनको प्रोडक्टहरू। अनि आज हामी प्रवासमा होइन लामो समयसम्म अब बसिरहेका छौँ, धेरै समस्याहरू बोकेर त्यो समस्याहरूबाट चाहिँ समाधान गर्नको लागि आज डिएक्सन कम्पनीले उत्पादन गरेको फुड सप्लिमेन्टहरू खाएर आज हामी हेल्दी छौँ, खुसी छौँ। त्यही भएर रोगहरू ठिक भइसकेर पनि हामीले चाहिँ कन्टिन्यू यसरी जति सकिन्छ खाइरहेका छौँ होइन। समय कसैलाई पनि एकै नासको हुँदैन, कहिले के हुन्छ कहिले चाहे जस्तो प्रोडक्टहरू खान सकिँदैन होइन। आफ्नो बाध्यताले गर्दा, परिस्थितिले गर्दा र त्यसमा हामी हिम्मत नहारिकन जति सकिन्छ खाने हो। कुनै बेला हामी धेरै आफूले चाहे जति खान सकिन्छ भने कुनै बेला होइन आफूलाई जुन आवश्यक पर्ने दैनिक जीवनमा आवश्यक पर्ने प्रोडक्टहरू मात्रै चलाएर पनि होइन हामी अगाडि बढ्नुपर्छ र कोसिस गर्नुपर्छ, निरन्तरता गर्नुपर्छ। एक दिन हामी सोचे जस्तै धेरै प्रोडक्टहरू खान सकिन्छ होइन। यदि नयाँ कोही हुनुहुन्छ भने चाहिँ हजुरहरू हिम्मत नहार्नुहोस्। यो डिएक्सनको प्रोडक्ट भनेको चाहिँ एउटा हिरा हो, जसले हिरालाई बुझ्न सक्यो त्यसको धेरै महत्त्व छ होइन। र एकदमै सञ्जीवनी बुटी भनेर पनि हामीले चिन्ने गर्दछौँ र यिनै छ होइन। र धेरै प्रोडक्टहरू छन् र हामीले चाहिँ अब यसरी कुन आवश्यक छ त्यो ल्याउँछौँ। र यो महिनामा यति प्रोडक्टहरू लिएको छौँ भने अब अर्को महिनामा अर्को होइन, त्यसरी एकै महिनामा एकैचोटिले हामीले लिन सकिँदैन। तर हरेक महिना चेन्ज गरेर आफूलाई के आवश्यक छ यो महिनामा अनि अर्को महिनामा के आवश्यक छ त्यसरी लिने हो। जस्तै सेम्पू आवश्यकता छ होइन, सेम्पू यसरी लिइन्छ। अनि अब कफी भयो अनि यो साबुन भयो होइन। यो एकजनालाई मात्रै यो चलायो भने फारो पनि हुन्छ। अब एकजनालाई 1 महिनाको लागि पुर्याउन सकिन्छ मजाले होइन। पानीमा नभिजाइकन सुक्खा ठाउँमा आफूले प्रयोग गरिसकेपछि राख्ने हो भने त्यसरी। अब यो टुथपेस्ट पनि अब कम्तीको एकजनाले मात्रै चलाउँदाखेरि 2 महिना पुऱ्याइन्छ होइन। यो टुथपेस्टको धेरै काम छ र हरेक प्रोडक्टको आफ्नै काम छ होइन। र सबैभन्दा हाम्रो शरीरमा धेरै समस्या टक्सिनहरू छ भने चाहिँ यो मसरुम पाउडर अनि त्यसपछि यो स्पार्लिना पाउडर, त्यसपछि यो मरेन्जी जुस खाने हो। यदि हामीलाई धेरै समस्या छैन, ठिकै छ म नर्मल प्रोडक्ट खान्छु भने चाहिँ यो ब्ल्याक कफी अनि अथवा यो लाइट कफी अनि त्यसपछि चाहिँ हामीले चाहिँ अनि प्रयोग गर्ने यो अनि यो टुथपेस्ट यसरी नै युज गर्ने हो होइन। र हस्त धन्यवाद। हाम्रो पनि प्रोडक्टहरू आइपुगेको छ। यो
अप्रिलको है त। र फेरि अर्को महिनामा आउनेछ हाम्रो प्रोडक्टहरू। अहिलेलाई भने चाहिँ यति नै। हस् त, धन्यवाद सबैजनालाई। गुड मर्निङ डिरेक्सन है। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। अनि बिल पनि यसरी आउँछ है। अब सबैको नामको अलग अलग बिलहरू आउँछ यसरी, आफ्नो आफ्नो यसरी। कसैको बोनस पनि निकाल्नु भएको छ। साँच्ची यहाँ कता हो हाम्रो अनिता मोक्तान म्याडमको त यसपालि बोनस पनि पो निकाल्नु भएको छ त है। म तपाईँहरूलाई देखाउनु पऱ्यो कता पो छ उहाँको बोनस। उहाँको बोनस त यसपालि त धेरै पो आएको छ त है। कुन चाहिँ गएछ उहाँको बोनस? मैले कता अलिकति भयो, सायद अर्कोमा हुनसक्छ। हाम्रो अनिता मोक्तान म्याडमको बोनस चाहिँ 63 रियल आएको थियो क्या। ओमनको 63 रियल आएको थियो। 7 महिनाको बोनस है। भनेपछि 63 रियलले लगभग 200 पिपी भन्छ ओमनको चाहिँ है। अनि प्रोडक्ट खाने, स्वस्थ बन्ने, स्वस्थ बनिसकेपछि उल्टो पैसा हामीलाई दिने। कता गएछ त्यो बोनसको चाहिँ? आएन रहेछ कि के हो? म तपाईँहरूलाई देखाउँछु भनेको थियो, त्यो पेपर चाहिँ आएन जस्तो लाग्यो है। केही छैन, त्यो बोनस निकालेको पेपर चाहिँ नआएको रहेछ। यहाँ चाहिँ आएन जस्तो लाग्यो, छैन रहेछ। तर उहाँको बोनस यसपालि 7 महिनाको 63 रियल आएको थियो क्या। डिएक्सन गर्नको मजै छ। यो महिना हामीले प्रोडक्ट किनेर खायो, अर्को महिना त हामीलाई रिटर्न दिन्छ क्या। जतिको तति नदिए पनि एउटा टुथपेस्ट मात्रै किन्ने पैसा आए पनि त होइन, अथवा एउटा सेम्पू अथवा एउटा कफी मात्रै किन्ने पैसा रिटर्न आयो भने कति खुसी हुन्छ क्या। सिस्टममा बसेर खाने भने धेरै फाइदा छ है त सर मिस म्याडमहरू। स्वस्थ पनि बन्ने है, खुसी नै खुसी। सबैजनाले बुझ्नुहोस्, विश्वास गर्नुहोस्, डिएक्सनको प्रोडक्ट खानुहोस् है त। हस् त, धन्यवाद।